हाम्रा महाकवि लक्ष्मीप्रसाद देवकोटाले भनेका थिए, घर चिन्न घर छोड तर घर नबिर्स। आफूलाई चिन्नका लागि आफूभन्दा टाढा जानुपर्छ। हाम्रो जन्मभूमि, हाम्रो संस्कार, हाम्रो संस्कृति, हाम्रो स्मृति, हाम्रो जरा हो। घर छोड्नु भनेको नयाँ ठाउँमा पाइला राख, अपरिचित नगरको सुगन्ध, अपरिचित भाषा, अपरिचित अनुहारसँग साक्षात्कार गर्नु। यी यात्रामा हामी आफ्नो क्षमताको सीमा र सम्भावनाको गहिराई बुझ्न थाल्छौँ। तर घर नबिर्स भन्ने एउटा चेतावनी हो। जहाँबाट हामी आयौँ, जसले हामीलाई आकार दियो, त्यो मूल स्रोतसँग सम्बन्ध घटाउनु हुँदैन। किनकि जराविहीन रुख टिक्दैन र स्मृतिविहीन मानव दिशाहीन बन्न पुग्छ। हामी ज्ञान, अवसर र अनुभवको खोजीमा आफ्नो घर अर्थात् आफ्नो पुरानो परिचय, आफ्नो मौलिकता छोड्छौँ। मौलिकता छोड्छु। घर छोड्दा हाम्रो आँखा बाहिरी संसारमा खोल्छ, तर घर सम्झदा हृदय भित्रतिर खोल्छ। यही बाहिर र भित्रको सन्तुलनले नै जीवनलाई स्थिर र अर्थपूर्ण बनाउँछ। यी यात्रामा हामी आफ्नो क्षमताको सीमा र सम्भावनाको गहिराई बुझ्न थाल्छौँ। छोड्दा हाम्रो आँखा बाहिरी संसारमा खोल्छ, तर घर सम्झदा हृदय भित्रतिर खोल्छ। यही बाहिर र भित्रको सन्तुलनले नै जीवनलाई स्थिर र अर्थपूर्ण बनाउँछ।